छोटे चाहिँ आज मसँग साथी आएको थियो कि खानाको लागि खाना लिनको लागि आएको हामी पसलमा चाहिँ अनि त्यही हो छोटे चाहिँ के होइन बुझ्यो हेर्दा छ क्या के भन्दा यो फुटबल हेर्दा चाहिँ छोटे चाहिँ अनि त्यही हो म चाहिँ खाना लिन आएको थिएँ र खाना चाहिँ रेडी पार्दैछ अनि के भन्नु अब सबैजनालाई सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि छोटो के भन्नु चाहन्छु छोटो के भन्ने सबैलाई सन्चो बस्ने है जिन्दगीलाई के लानु छ र अहिले मात्रै हो क्या यस्तै मेरो भन्ने त्यही हो अनि हामी चाहिँ टक्क खाना दिन आएको थियो बिरयानी के हो 10 रियालमा नेपालमा नेपालको त्यस्तै होला 400-500 होला है नेपालको 400-500 होला हामी चाहिँ अब कतारमा थियौँ अनि यो खाना आज बनाएर छुट्टी थियो 4 दिनको छुट्टी थियो अनि 4 दिनको छुट्टी भयो खाना घुम्न बनाउनु लाग्यो त्यही भएर बाहिर खाना भनेर आएको दिँदैन यो सम्झि चाहिँ नखाने रे अनि म चाहिँ लिएर खाइदिउँ के हुन्छ कहिले बेच खानालाई यही दुःख हो भनेर चाहिँ म आएको छु यो बगलामा छ अब कहिले पो टायर बार्ने हो बाहिर बसेर एकछिन भन्छ अनि म बाहिर बसिरहेको सक्नुहुन्छ गाइज एकदम पुरै गीतमा चाहिँ तालमा दिँदैछ केटाले त्यो सम्झिलाई मैले के पनि भनेन मलाई त के राजा राजा फन्ती बाजा बाजाएर गई ल दिन नि त राजा राजा फन्ती बाजा बाजाएर गई ल बनाउँदै होला मैं बाहर बैठा था खाना बनाउँदैछु खाना प्याक गर्दैछु गाइस ये मेरा वीडियो है थोड़ा वीडियो है थोड़ा वीडियो यसमा 1 रियाल पर्छ अनि अर्को तपाईँको कति पर्छ है बम के हो के भयो बिरामी